दलाल सरकार हो कि नेपाल सरकार हो? रवि लामछानेलाई बोल्न नदिएर 3 महिना बन्द गर्यो, तिमीलाई पनि 6 महिना बन्द गरिदिने, बोल्नै नदिने। अब किन बोल्न दिने? रमेश लेखकका विरुद्धमा कुनै उजुरी परेको रहेछ भने राजीनामा दिनुहुन्छ भने त मैले दिइसकेँ उजुरी, कारण छैन, आँखा सुनिँदैन। को त्यो गिरीबन्धु? को त्यो गिरीबन्धु? गिरीबन्धुले भनेर हुन्छ? ए गगन थापा, विश्वप्रकाश, कहाँ छौ तिमीहरू? अनि आराजुका भाइले 5 करोडमा गभर्नर बेच्ने, रमेश लेखक अब 50 लाख दिनको झ्याम हान्ने, अनि यिनले ठुलो कुरा गर्ने। केपी ओली भने उखान टुके सम्राटले के गरे त? धर्म ढकालको घाँटी रेटेर म ज्यान केसमा, राजका केसमा 14 वर्ष जेल बस्यो भने केपी ओलीले तिनले फुर्ती लाउने? यस्ता आतंककारीलाई, यस्ता त्यो हत्यारालाई छोड्दाखेरि इतिहासमा गिनिज बुकमा नाम लेखाउने भयो। अब तिनीहरूले पिउँदै भट्टीमा मान्छे, इटा भट्टामा मान्छे पल्ले एउटा हत्यारालाई, नरसंहारकारीलाई छोड्ने। शेरबहादुर देउवाले 5 वर्ष अगाडि के भन्नुभएको थियो? म आलमलाई जोगाउन कोसिस गर्छु, मेरो जिम्मा हो, म गर्छु, म बचाउँछु भन्नुभयो। जसरी रिगल ढकाल भन्ने एउटा गुण्डा, एउटा हत्यारालाई अदालतले फेरि जेल पठायो, त्यसै गरी अफ्ताब आलम भन्ने मान्छे पनि जेल जान्छन्। अफ्ताब आलमलाई भगवानले पनि दिए सजाय, आगलाई दिन्छु भन्ने मान्छे अहिले के भन्छ अरे? मैले मारेको हो, मैले मारे भन्छ अरे। पाप धुरीबाट करायो, इटा भट्टामा मान्छे पोलेको धुरीबाट पाप करायो। अब जाहेरवालाको मान्छेलाई बाटोमा हिँड्दा हिँड्दै गोली हानेर मारियो, त्यो अहिलेसम्म छानबिन भएको छैन भने किन छानबिन भएन त? यो कहाँसम्मको अन्याय हो यो? यदि दम छ भने अदालतको अपहेलनमा मुद्दा ठोक्न गयो हुन्छ युवराज सफलका विरुद्धमा। कोही माइकेलालको दम छ? दम छैन। छ भनेदेखि कारवाही गरेर देखाऊ, आऊ आऊ, च्यालेन्ज, ओपन च्यालेन्ज, आऊ। महाराज प्रचण्ड वीरविक्रम दाहाललाई क्वेसन सोधेको भनेर एकजना रामधोलाई हानेर थुन्ने काम भयो। गुण्डागर्दी गर्न पाइन्छ? यो छोटे महाराज को प्रचण्ड? यी राजा हुन् देशको? को हुन् प्रचण्ड? रैतीहरूले भनेको भरमा राजा हुने सम्भावना छैन। राजै बनाउने युवराज सफललाई बनाउनु त राजा।